ब्रह्मकमलको फुल। यो चाहिँ मेरो गार्डनको कमलको फुल, तर फुल चाहिँ फुल्दैन हो। यतातिर चाहिँ आलु छ, आलु पनि एकदम सब्रेको छ। मैले चाहिँ यसलाई गोडेर राखेको। हेलो नमस्ते सबैजनालाई, वेलकम छ है मेरो च्यानलमा। हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने सब्सक्राइब गरिदिनु, फुल वाच गरिदिनु। धन्यवाद हजुर सबैलाई। यत्तिकै बस्दा बस्दै बोर लाग्यो, अब के गर्ने भन्ने भयो। अनि यत्तिकै मेरो घरकै कम्पाउन्डभित्रको गार्डनहरूको भिडियो बनाउन मन लाग्यो, हजुरहरूलाई देखाउन मन लाग्यो। यहाँनिर चाहिँ ब्रह्मकमलको फुल फुल्न लागिरहेछ। अब यो सायद 1 महिना 15-20 दिनमा फुल्छ होला। यो चाहिँ कस्तो हुँदो रहेछ भने एक दिनमै फुल्ने, एक दिनमै सक्ने रहेछ यो फुल चाहिँ। यही ब्रह्मकमलको फुल चाहिँ फुलको बोट चाहिँ यसरी रोपेको छु, यो गमलामा, यसरी यो गमलामा। अनि त्यसपछि ठुलो भएको छ, बोट चाहिँ यति ठुलो भएको छ। उतापट्टि पनि फुल्न आँटेको छ, ठुलो भएको। उतापट्टि म देखाउँछु है तपाईँहरूलाई। यहाँ चाहिँ यति ठुलो भएको छ फुल्नलाई, 2टा फुल्न आँटिरहेछ। कमलको फुल, तर फुल चाहिँ फुल्दैन हो, बोट चाहिँ सब्रेको छ। फेरि लसुन चाहिँ ठुलो भएन हो, मेरो गार्डनको लसुन सुकाएको, पखालेर सुकाएको ठुलो भएन। यो चाहिँ धनियाँको बिउ। मैले चाहिँ यो बाल्टिनमा, ठुलो बाल्टिनमा 3-4वटा बिरुवा खुर्सानीको रोपेको छु। यतातिर चाहिँ आलु छ, आलु पनि एकदम सब्रेको छ। मैले चाहिँ यसलाई गोडेर राखेको छु। यो सिमी पनि राम्रो भएको छ। अनि यहाँ चाहिँ के भन्छ, इस्कुस, अनि फर्सी, सिमी, अनि प्याज, अनि सबै मिक्स छ यतातिर चाहिँ। अनि यहाँ चाहिँ धनियाँ, लसुन,